पनि गर्नु भएन। अब इन्डियामा वर्ल्ड कप हुँदैछ, तपाईँले त यो आइपिएल खेलेको धेरै त्यस्तो उच्च स्तरको क्रिकेट चाहिँ खेल्नु भएको छ। मुम्बई चाहिँ भनौँ न हामी एउटा देशको रिजल्ट सँगै छ, सँगै इन्डिभिजुअल प्लेयरको लागि चाहिँ कतिको इम्पोर्टेन्ट? इन्डिभिजुअल अब मलाई चाहिँ एकदम मनपर्छ च्यालेन्जेसहरू चाहिँ। अब लास्टमा गएर टिमको कन्ट्रिब्युसनको लागि नै हो सबै कुरा, तर त्यसमाथि पनि टिमको प्लानहरू के हुन्छ, कसले चाहिँ कुन जोखिमहरू लिन रेडी हुन्छ, त्यो सर्टेन पर्टिकुलर डेमा चाहिँ कुन प्लेयरको के रोल हुन्छ, के भूमिका हुन्छ, अब त्यसमाथि पनि अब छलफल गर्ने नै छौँ हामी आउने टाइमहरूमा। सो राम्रो प्रिपरेसन भएको छ। नेपालमा फिटनेस क्याम्प भएदेखि अब सबैजना श्रीलङ्का जानुभयो, त्यसपछि त्यहाँ पनि राम्रो गेमहरू खेल्न पाउनुभयो, अब त्यसपछि अब यहाँ आउनु भएको छ। सो एकदम समग्रमा हेर्दा राम्रो छ। र अब टिमको जुन सबैजनाको आफ्नो आफ्नो रोल्सहरू छ त्यसलाई चाहिँ अब डिफाइन बिस्तारै हामी टिम मिटिङ्सहरूमा गर्छौँ। र साथै अब आफ्नो जुन मेरो भूमिका छ टिमभित्र सदा चाहिँ टिमको राम्रोको लागि चाहिँ कसरी आफ्नो तर्फबाट कन्ट्रिब्युसन गरेर जितहरूमा चाहिँ सक्दोसम्म धेरैभन्दा धेरै जितहरू हासिल गरेर नेक्स्ट राउन्डमा चाहिँ कसरी पुग्न सकिन्छ। किनभने अहिलेको लागि लक्ष्य भनेको नेक्स्ट टार्गेट हो, सरी नेक्स्ट राउन्ड हो। त्यो नेक्स्ट राउन्डपछि चाहिँ अर्को टार्गेट हामी चाहिँ राख्नेछौँ। जस्तो तपाईँ बङ्गलादेश जाँदा चाहिँ बङ्गलादेश हाम्रै ग्रुपमा थिएन, तपाईँले अब त्यहाँ क्रिकेट खेल्दा भनौँ सबै नेसनल टिमको प्लेयरहरूसँग बस्दाखेरि चाहिँ त्यहाँको इन्फर्मेसन धेरै आउँछ भन्ने थियो। तर अब अहिले दुर्भाग्य भनौँ नयाँ टिम आउँछ, तर तैपनि जर्ज मुन्सी जो चाहिँ तपाईँ एनपिएलमा एक सिजन पुरा साथ खेल्नु भएन, अब उहाँ विरुद्ध खेल्नुपर्ने हुन्छ। त्यो चेन्जेसलाई चाहिँ कसरी लिनुभएको छ स्कटल्यान्ड आइपुग्दाखेरि? होइन, अब त्यस्तो खासै के हुँदैन। अब इट्स अल अबाउट पर्टिकुलर डेमा के रोलहरू चाहिँ हामीले कसरी डिफाइन गर्न सकिन्छ भन्ने हो भने कि के रोल चाहिँ हामीले खेल्छौँ त्यो पर्टिकुलर डेमा। किनभने अब आज चाहिँ एउटा प्लेयरले कुन तरिकाले खेलिरहेछ, अर्को 1-1.5 महिनापछि चाहिँ उसले आफ्नो मेन्टलीदेखि आफ्नो स्किल्सहरूमा अझै राम्रो काम गरेर आउन सक्छ। सो अब हामी उहाँहरूलाई स्योर हामी चिन्छौँ, उहाँहरूको एकदमै गेम चाहिँ नजिकबाट निहालेको छौँ र